मेन त करप्सन रोक्यो भने त करप्सन मेन कुरै त्यही हो। र एउटा माग के छ भने युवाहरूको हामीलाई बालेन चाहिँ एकपटक उहाँकोमा ल्याइदिनु पऱ्यो, उहाँ आउनुपर्छ। यो नेपालमा चाहिँ ठ्याक्कै सुकुम्बासीको समस्या चाहिँ कसरी भयो भन्दाखेरि ठ्याक्कै ओरिजिनल सुकुम्बासी को हो भन्ने चाहिँ छुट्याउनै सकेन क्या। त्यो चाहिँ सरकारले पनि सकेन, भूमि आयोगले पनि सकेन। प्रोडक्सनको क्वान्टिटी भन्दा पनि बजारको इन्सुरेन्स हुनु पर्यो, बजार सुरक्षित हुनु पऱ्यो। त्यो खेत यति एरिया चाहिँ ल यतिमा चाहिँ अब खरिद गर्छ एउटा कुनै निकायले भन्ने भयो भने त किसानले प्रयोग गर्दैन। उहाँको लागि चाहिँ अझै राम्रो छ तर हाम्रोमा दुधको लागि चाहिँ अझ बजार सजिलो छिटो पनि छ। उहाँ त्यहाँबाट दुध कलेक्सन गरेर पठाउनु तरिका हामीले जौसारले भन्नु भएन, तर केही प्लान चाहिँ हामीले गरिराखेका छौँ। अब यो हाम्रो दुधको त बरु ठिकै छ नेपालमा, दुधको त्यति बिग्रिसकेको छैन। तैपनि अब मूल्यहरू निर्धारण गर्ने यताउतिमा त ठिकै छ, लगभग ठिक छ। त्यो दुधको पनि अब यो डिडिसी सरकारी हो, त्यहाँ पनि अलिकति मेन त करप्सन रोक्यो भने त करप्सन मेन कुरै त्यही हो। र एउटा माग के छ भने युवाहरूको हामीलाई बालेन चाहिँ एकपटक उहाँकोमा ल्याइदिनु पऱ्यो, उहाँ आउनुपर्छ, उहाँलाई चाहिँ उहाँको देखाउनुपर्छ। अनि हामी एकदम तयार छौँ भन्ने कुरा छ। युथहरू मात्रै होइन कि त्यो नुवाकोटको बारेमा तपाईँ हो नि त, अब आफू बारेमा हिँड्नु पर्ने होइन भने एकपटक भेट्न चाहनु एकदमै सकारात्मक होला भन्ने मेरो जाने। नुवाकोटको बारेमा चाहिँ तपाईँ होइन चाहिँ हामी ठिक छ। प्रशान्त दाइ मकनले छेक्नु दिएको मकन प्रशान्त उप्रेती होइन? हजुर ए हजुर, वान अफ द युनेस्ट 25 वर्ष पुरा हुनुभयो। पुरा भनेको रनिङलाई रनिङ बन्न योग्य ठिक छ। के छ त्यहाँको समस्या के हो? त्यताको चाहिँ विशेष गरी यता पश्चिमपट्टि चाहिँ त्यो भूमिको समस्या छ। त्यो सुकुम्बासीपट्टि भनेको उनीहरूले लामो समयदेखि त्यो भोग गरिरहेछ, टिरो तिरिरहेछ, सबै छ। तर त्यो लाल पूजामा रोकिराखेको छ एउटा। अनि भनेको पहिल्यै वर्षदेखि बसिरहेको एकदम वर्षदेखि बनेको घरहरू सबै व्यवस्थित छ। मान्छेको यो नेपालमा चाहिँ ठ्याक्कै सुकुम्बासीको समस्या चाहिँ कसरी भयो भन्दाखेरि ठ्याक्कै ओरिजिनल सुकुम्बासी को हो भन्ने चाहिँ छुट्याउनै सकेन क्या। त्यो चाहिँ सरकारले पनि सकेन, भूमि आयोगले पनि सकेन। अब वर्षौँ 50औँ वर्षदेखि बसेको सुकुम्बासीले चाहिँ जग्गा कहिले पनि पाएनन् होइन। सरकारको नीति कस्तो भइदियो अहिलेसम्म भन्दाखेरि सरकारमा पुगेको पार्टीसँग जो क्लोज छ उसले चाहिँ लाल पूर्जा 5वटा भए पनि जग्गा पायो, तर रियल सुकुम्बासी जो हो त्यसले पाएन क्या। ठ्याक्कै रियल सुकुम्बासी जो हो, जसले लाल पूजा पाउनुपर्ने हो, रियल सुकुम्बासी रियल सोवासी जो हो, उसलाई चाहिँ ठ्याक्कै पहिचान गरेर दिन सक्ने वातावरण त थियो नि त। भूमि आयोगको काम थियो, तर त्यो गर्दैन। भूमि आयोगले